यो कुरा स्पष्ट छ, सेनाले राजनीति गर्दैन। अब तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नका लागि नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्याङ्कन गरी आवश्यक पहल त लिएको मात्र हो। यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिन्छ। अब एकातिर स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास तथा अर्कोतिर कतै आन्दोलनलाई सहयोग पुर्याउने भन्ने तर्क, यो छुट्याएर मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एक क्षणलाई सोचौं, भदौ 24 को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्यो त्यो नगरेको अथवा विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो? सबैको लागि यो विचार योग्य विषय हुन सक्छ। नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो। अब कुनै कुनै समूह त 3 वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनैतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन। यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निर्क्युल थियो।